यस्तो घरहरू छ नि यो बल्फु बालेन सरकारको नेतृत्वमा यो सबै कामहरू भइरहेको छ गाइस। हेरौँ अब केही नराम्रो पछि राम्रै आउँछ भन्ने हिसाबले नै जाउँ न हामी। अब अहिले यो दृश्य देखेपछि केही समयपछि सायद अब सुकुम्बासी जो असली सुकुम्बासीहरू हुनुहुन्छ उहाँहरूले राम्रै ठाउँ पाउनुहुनेछ भन्ने आशा छ है। दुःख लाग्छ, बेघर हुनुभएको छ कतिजना बाटोमा त्यस्तै पनि हिँडेको देखिरहेको थियौँ हामीले। उहाँहरूलाई पनि सम्बन्धित निकायले ध्यान जाओस् र उहाँहरूलाई पनि बस्ने बास र खाने घाँसको व्यवस्था गरिदियोस्। यो बल्खुको यो सुकुम्बासी टोल हो, यो हेर्न सक्नुहुन्छ। केही छैन, आजभन्दा अगाडि यहाँ धेरै राम्रो थियो। यो अहिलेको दृश्य चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। सबै भक्कै सबै बिचरा केही छैन। सरकारी प्रपर्टीभित्र परेका हरेक चिजहरू भत्किएका छन्। मन्दिर मस्जिद चर्च हरेक चिजहरू भत्किएका छन्। मन्दिर पनि भत्केछ, मन्दिर मस्जिद सबै भत्किएको छ। अगाडि मन्दिर पनि भत्काएकै छ, हेर्न सकिन्छ। सार्दै हुनुहुन्छ उहाँहरू आफ्नो सामानको संरक्षण गर्दै हुनुहुन्छ। माया त लागिहाल्छ। हेर्दै जाउँ अब यो ठाउँ यसपछि कस्तो बन्ने छ यो दृश्य हेर्न सक्नुहुन्छ। मन्दिर पनि माथिको डरा पनि निकालिसकेको छ। यो मन्दिर थियो, यो मन्दिर पनि लगभग भत्किएको छ, हेर्न सकिन्छ। एरियाको ग्याङ छ नि त्यहाँ त हेर्न सकिन्छ यता दृश्य। दुःख लाग्दो छ। जसमा मान्छेहरू कति धेरै हुनुहुन्थ्यो, आज पुरा सुनसान छ यो ठाउँ। कुकुरहरू किन भइरहेको छ?